स्वरोजगार लघुवित्तको एफपिओ आज चैत 1 गते बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालय बालवाटार काठमाडौँमा यो एफपिओ बाँडफाँड भएको हो। यो एफपिओ धेरै पछि आइपिओहरू खुल्ने क्रममा यो एफपिओ पनि खुलेको थियो र भाग्यमानीहरूको लागि यो एफपिओ राम्रो हुनेछ। स्वरोजगारको एफपिओ भाग्यमानी 19,577 जनाले हात पारेका छन्। भाग्यकै भर परेका धेरैजनाहरू अभागी भएका छन्। मागभन्दा 119.85 गुणा बढी आवेदन परेपछि गोलापाथाबाट एफपिओ बाँडफाँड भएको। यसमा 18,82,422 जनाले कुल 2,34,62,980 किताबको लागि आवेदन दिएका थिए। 18,62,845 जनाको भने हात खाली भएको छ, अर्थात् यो एफपिओ परेको छैन। कम्पनीले फागुन 18 गतेदेखि 21 गतेसम्म 1,95,77,300 रुपियाँ बराबरको एफपिओ जारी गरेको थियो। प्रति किता 100 रुपियाँ अङ्कित मूल्यमा 1,95,773 किता सेयर निष्कासन भएको थियो र यसरी निष्कासन भएको यो एफपिओ एकदमै भाग्यमानीहरूले प्राप्त गरेका छन् र जसले प्राप्त गरेका छन् उनीहरूको 1,000 को लगानी 9,000 भन्दा बेसी फाइदा हुने देखिन्छ। यो एफपिओ परेन, तपाईँ दुःख नमानुस्। थुप्रै आइपिओहरू अब आउँदैछन्। धेरैवटा आइपिओ आइपुगिसकेको छ, तपाईँले भर्नुभएको पनि होला। केही आइपिओको रिजल्ट आउन बाँकी नै छ र अब धेरैवटा आइपिओहरू फेरि आउन बाँकी छ। त्यसैले तपाईँ पैसा जम्मा गर्दै गर्नुहोस् र सबै आइपिओ एफपिओहरू तपाईँले भर्नुहोस्। हामी जानकारी दिन्छौँ, तपाईँ भर्नुहोस्। कुनै न कुनै त तपाईँलाई पर्छ, फाइदा कमाउनुहोस्।